यो ठाउँमा बेसी गरी होइन कागहरू आउँछ कि काकै काग पिताजीको ठाउँ हो नि त यो काकै काग मात्रै होइन म चाहिँ यहाँ छु यो दुईवटा केटाहरू नेपालमा बस्ने बेरोजगारीहरू यो कुन ठाउँ हो यहाँ चाहिँ पिपलको रुख हो बर पिपल यो चाहिँ यतापट्टिको बर हो होइन यतापट्टिको चाहिँ पिपल हो खासमा चाहिँ यो चाहिँ यो लागेको क्या गाइस होइन यस्तो दामी हुन्छ कि यो आज भ्यालेन्टाइनको दिन को कता 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 जानुभयो होला यसो हेरौँ कमेन्टहरू गर्नु होला होइन हामी चाहिँ आएर फिदिम बजार आएको छौँ तल कहाँबाट पिपल साथीको घरबाट चारखामेबाट आएको छौँ पसल खानु त मन लाग्छ नि पैसा छैन गाइस होइन अब हामी चाहिँ मासु किन्दै यो यसको राम्रो जाँदैछौँ हामी चाहिँ ठ्याक्क अलगढीमा आइपुग्यो होइन अनि यो चाहिँ टक्क लाएर बुलेट होइन यो चाहिँ यहाँ टक्क लाएर सिङ्गल होइन अब यस्तो छ बुलेटहरू यहाँ अब स्कुटी स्टार्ट नभएको अवस्था तर भइगयो क्या मैले बोल्ने बित्तिकै कस्तो लक्की म ट्याक्क लाएर अनि टक्कसँगले हामी गणतन्त्र चोक पुग्न आँटिसक्यौँ गणतन्त्र चोक मलाई चाहिँ कस्तो हुन्छ नि अब यस्तो हुन्छ यो चाहिँ पुल खेल्ने ठाउँ क्या त्यो के भन्छ नि त्यो पुल क्या त्यो लट्ठीले ठ्याक्क हानेर गोल ब्रात्त त्यो दुलोमा छिराउँछ क्या त्यो हामी चाहिँ अब गणतन्त्र चोक आइपुगिसकेको छ होइन अनि यहाँ चाहिँ यस्तै छ होइन अब भ्यालेन्टाइनको दिनमा त अब कहाँ यतातिर रुमतिर हुँदैन नि त यस्तो बाटोतिर सबै यस्तो लब्दारा सब्दारा गएको हुन्छ होइन अब यस्तै छ आजको दिनमा खाली खाली हुन्छ होइन अनि यो हामी मेन रोड आइपुग्यौँ गणतन्त्र चोक आइपुग्यौँ होइन यो अपाङ्ग अघिदेखि माथि माथि जानु खोज्दैछ क्या किन थाहा छैन होला नि जेब्रा क्रसिङ फलो गर्नु अरे अघि हामी चाहिँ तरिसकेको छु मलाई जस्तो ढानेर कि अनि यो चाहिँ शेर्पा होटल है फिदिमको टप 1 यो चाहिँ एम्बुलेन्स अब मलाई लेखिदायो तपाईँहरूको पनि क्यासहरू लोनहरू क्यासहरू निकाल्नु छ भने या डिपोजिट गर्नु छ भने यहाँ हेर्न सक्नुहुन्छ यहाँ सिएससी र लक्ष्मी ब्याङ्क यहाँ मुनि चाहिँ एटिएम छ क्या यहाँ लक्ष्मी ब्याङ्क माथि ब्याङ्क मुनि चाहिँ एटिएम छ क्या यहाँ चाहिँ पान पसल यहाँ आएर पानी खान आएर हुन्छ यो चाहिँ आइसक्रिम पसल यहाँ चाहिँ आइसक्रिम मात्रै पाउँछ हो त यहाँ चाहिँ पहिला होइन फिदिमको लिम्बन गेट थियो यहाँनिर अहिले भत्काएर यत्रो ठुलो रोड बनाएको क्या फिदिमको टप 1 मा पर्छ यो सब्जी मन्डी हो यो चाहिँ बिचरा यो कपाल काट्न आएको यहाँ फुल्न फुल्छ गाह्रो छ यसलाई यो कपाल काट्न असफल भएको छ किनभने यहाँनिर प्याक्ने प्याक हामी चाहिँ टक्क लगाएर अब काटिन्छ मेरो टक्क लगाएर हाम्रो साथीहरू यहाँ छन् अब के तल पनि नजाने सोचमा छ यो किन हो थाहा छैन मलाई पनि बर्सी ठेल्दैछ यो खोइ के हो यो थाहा छैन होला नि ट्याक्क लगाएर हामी तल जान्छौँ यो हामी चाहिँ टक्कसँग फाइनल निस्किसकेको छौँ होइन के भएको छ अब एनसी भएको छ केटो मिटफोट हानेर निस्किएको छ एकटा अब हामी चाहिँ सरासर घरतर्फ लाग्छौँ होइन रात परिसक्यो क्या हामी बस्दा कम्ता रात पऱ्यो यो चाहिँ हेन्सम भएर निस्केको छ नि अब मिटफेट हानेर हो कम्ता हेन्सम भएको छ उताबाट कि किसिमै देखियो नि मान्छे राम्रो कि कपाल राम्रो किसिमै देखियो नि यो अब हामी सरसर गरेर हेन्सियो मिटफेट हानेर कम्ता हिँड्छ मक्छ अहिले त हेन्सी बोय टक्क
यो चाहिँ बिहाइन्ड द सिन पछाडि मजाली हो बाली ब्रिटिस अनि सिङ्गापुर पुलिस फोर्स जोइन गर्ने त्यो ट्रेनिङ सेन्टर फिल्मको ट्रेनिङ सेन्टर हो होइन यदि तपाईँहरूलाई कसैलाई आउनु मन छ भने यहाँ यहाँनिर प्रशस्त सुविधाहरू राख्दै छ होइन अरू कुरा जस्तो सुविधाहरू जस्तै हो यहाँ ट्रेनिङ सेन्टरमा चाहिँ अब के भने बिहान बिहान कुदाउँछ बेलुका बेलुका कुदाउँछ होइन त्यही हो अलिक हारा यही हो यो ट्रेनिङ सेन्टर फिल्मको 4 खम्बेमा छ यो चाहिँ यहाँ चाहिँ बल ह्यान्सी बोय